जन्मिएकोमा कुनै गुनासो रहेन, जीवनका हर सङ्घर्ष मन्जुर छन्। सायद यो नगरपालिकाको प्रण पनि त्यही थियो होला। जन्मदै गर्दा नगरपालिकाको नक्सा पनि थिएन भन्ने हामीले यस नगरपालिका स्थापनापछि यस नगरपालिकाका खाका कोर्नेहरूबाट हामीले सुनेको कुरा हो। वीरेन्द्रनगर नगरपालिका भनियो, तर यसको सिमाना कहाँदेखि कहाँ हो भन्ने कुरालाई हेर्दा छिमेकी राष्ट्र भारतको कलकत्तामा गएर नक्सा ल्याएर यो नगरपालिकाको सीमा यहाँदेखि यहाँ रहेछ भन्ने कुरा जानकारीमा लिएको भन्ने हामीले बुझेका छौँ र उहाँहरूसँग कुरा गर्दा हामीले पायौँ। आज 49 वर्षमा स्थापना दिवस मनाइरहँदा अस्ति भर्खरै नेपाल टेलिभिजनको बन्दैछ नेपाल कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू सहित त्यो कार्यक्रम प्रसारण भएको थियो र त्यो कार्यक्रममा भनिएको थियो, सङ्घीय राजधानी बनेसँगै वीरेन्द्रनगर नगरपालिकाले प्रदेश राजधानी स्थापना भएसँगै वीरेन्द्रनगर नगरपालिकाले सङ्घीय राजधानीको झल्को दिने गरी विकासमा अघि बढिएको एउटा मात्र पक्ष होइन, समाजका हरेक पक्ष, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक न्यायको विकासमा अघि बढेको भनेर त्यस कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूसँगै प्रसारण हुँदै गर्दा हामीलाई निकै हौसला प्रदान भएको थियो। गर्न धेरै बाँकी छन्, पूर्णता कुनै पनि कुरा हुँदैन। समयअनुसार इच्छा चाहना परिवर्तन हुँदै जान्छन्, विकासका गति परिवर्तन हुँदै जान्छन्, आवश्यकता पुरा कहिले पनि हुँदैन, ती सधैँ परिवर्तनशील छन्, थप हुँदै जान्छन्। तर हिजोभन्दा आज समृद्ध बन्दैछ, व्यवस्थित बन्दैछ, राम्रो बन्दैछ। त्यो भनेको हिजो स्थापना कालदेखि आजसम्म यस नगरपालिकालाई प्रशासनिक रूपमा होस् अथवा राजनीतिक रूपमा होस्, नेतृत्व तहमा रहेर नेतृत्व गर्दै आउनुभएका सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। स्थापना काल कठिन हुन्छ, स्थापना गर्नुपर्ने हुन्छ, त्यसलाई अगाडि बढाउँदै लाग्दा त्यसलाई जब त्यो अलिकति जवान हुँदै जान्छ, इच्छा आकाङ्क्षा परिस्थिति फेरिँदै जान्छन्, व्यवस्थित गर्दै जानु अर्को चुनौती हुन्छ। ती सबै कुरालाई अगाडि बढाउँदै अहिले नगरपालिका अघि बढिरहेको कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु। आज उत्सवको दिन हो, आज खुसी बाँड्नुपर्छ, आज खुसी हुनुपर्छ। हामी नगरवासी भएकोमा गर्व गर्नुपर्छ। हामीले जिम्मेवारीमा रहेर काम गर्न पाएका छौँ, आफूले आफूलाई धन्यवाद दिनुपर्छ र यहाँसम्म पुर्याउने सम्पूर्ण नगरवासीप्रति नमन गर्नुपर्छ, धन्यवाद ज्ञापन गर्नुपर्छ र फेरि गरेका बाचाहरू अब हामी निरन्तर अगाडि बढेर गर्नेछौँ भन्ने कुरा आफैसँग प्रतिबद्ध गर्नुपर्छ, प्रतिबद्धता जनाउनुपर्छ र नगरवासीसँग प्रतिबद्धता जनाउनुपर्छ। त्यसमा हामी सबै सदैव अगाडि बढ्नेछौँ, यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। नेपाल सरकारको मापदण्डमा रहेको उपमहानगरपालिकाको सम्पूर्ण मापदण्ड पुरा गरेको नगरपालिकाको रूपमा रहेको छ। हिजो जनसङ्ख्या थोरै थियो, हामी स्कुल पढ्दै गर्दा, हामी क्याम्पस पढ्दै गर्दा हामी हिँड्ने बाटोमा एउटा दुईटा घर थियो, आज बस्ती भरिएको छ। जनगणनामा 1,54,000 जनसङ्ख्या देखिन्छ। अहिले हामीले आइएमएसको काम गर्दै गर्दा घरधुरी सर्वेक्षण गर्दा 2 लाख पुगेको छ यहाँको जनसङ्ख्या, तर बसाइ 5 लाखको छ। मैले यो भनिरहँदा हामीसँग भएका 60वटा सरकारी विद्यालय, 100वटा संस्थागत विद्यालय, यहाँ रहेका 2वटा ठुला विश्वविद्यालय र विभिन्न क्याम्पसहरूमा पढ्ने विद्यार्थी सङ्ख्या मात्रै 80,000 भन्दा बढी रहेछ। यहाँ करिब 50,000 भन्दा बढी कर्मचारीको सङ्ख्या रहेछ। हाम्रो बस्तीमा बसोबास स्थायी जस्तै छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ यस नगरपालिकाले सेवा प्रवाह गर्नुपर्छ, तर भोटिङ राइट मात्रै बाहिर छ। उहाँहरू भोट हाल्ने बेला बाहिर जानुहुन्छ। सबै सेवा सुविधा र कर्मक्षेत्र यही नगरपालिकालाई बनाउनु भएको छ। त्यस्तो परिवार रत्न राजमार्गदेखि तलतिर जाँदाखेरि करिब 60% भन्दा बढी घर अहिले पनि बसाइसराई नभएको रहेछ। यसले पनि के प्रमाण गर्छ भने यस नगरपालिकामा जनसङ्ख्या छ
र त आर्थिक गतिविधि बढेको छ, जनसङ्ख्या बढेको छ, शिक्षा, स्वास्थ्य, सरसफाइ, सुरक्षा हाम्रो चुनौतीको विषय बन्न सक्छ। तर आज जनसङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढेको छ। यहाँका विद्यालयमा विद्यार्थी पर्याप्त छन्, यहाँका होटल व्यवसाय चलेका छन्, यहाँका पसलहरू चलेका छन्, व्यवसायहरू पनि यहाँ हुनुहुन्छ। सुर्खेतका ठुला भन्ने होटलहरू कहिल्यै खाली नभएको हामीले सुनेका छौँ, किनभने यहाँ जनसङ्ख्या छ, यहाँ प्रदेश सरकार छ, यहाँ सङ्घीयताको अभ्याससँगै यो प्रदेश राजधानी भयो। आज काठमाडौँ सिधै सुर्खेत आउँछ। हिजो नेपालगञ्ज हुन्थ्यो, भेरी अञ्चल थियौँ, हामी सबै गतिविधि नेपालगञ्ज गर्न जान्थ्यौँ। नेपालगञ्ज सजिलो थियो किनभने प्लेनहरू चलिराख्ने, राजनीतिक नेता पनि आउन सजिलो, प्रशासनिक नेता आउन पनि सजिलो, कार्यक्रम उतै हुने, सामाजिक सङ्घ संस्था, डोनर एजेन्सीका सबै उता हुन्थे। तर आज सङ्घीय सरकार मात्र होइन, प्रदेश मात्र होइन, स्थानीय सरकार बनिसकेपछि र देश सङ्घीयतामा गइसकेपछि, सङ्घीय राजधानी भएसँगै काठमाडौँले सुर्खेत चिनेको छ, काठमाडौँले कर्णाली चिन्न थालेको छ। आज देशले हाम्रो ठाउँ पहिचान गरेको छ। यस्तो अवस्थामा एउटा मात्र उपमहानगरपालिका नहुनु हाम्रो प्रदेशलाई पनि कतै न कतै यसले प्रभावित पार्ने हुन्छ। धेरै जनप्रतिनिधि आज अध्ययन अनुगमनको क्रममा यहाँ आउनुहुन्छ। हाम्रो नगरपालिका पस्दै गर्दा उहाँहरूलाई अचम्म लाग्दो रहेछ। धेरै उपमहानगरपालिकाबाट पनि आउनुहुन्छ र भन्नुहुन्छ किन यो उपमहानगरपालिका भएन, तपाईँहरूले कहिल्यै प्रयास गर्नु भएन कि क्या हो, हाम्रो ठाउँ त भएको छ, तपाईँको ठाउँ नहुने भन्नुहुन्छ। त्यसकारण पनि हामी लाग्यौँ। जनसङ्ख्या बढेसँगै यहाँ धेरै आर्थिक गतिविधि हुन्छन्। हामीले राजस्वको दर बढाउनु हुँदैन, समाजमा लुकेका दायरा बढाउनुपर्छ भनेर हामी लाग्यौँ। 74 सालमा निर्वाचित भएर आउँदा करिब 5 करोडदेखि 6 करोड पुग्न हाम्रो राजस्व थियो। 74 सालमा हामी निर्वाचित भएर आइसकेपछि 79 सालसम्म आइपुग्दा करिब 15-16 करोडमा हामी पुगेका थियौँ। अहिले गत वर्ष हामीले 25 करोड राजस्व पार गरिसकेका छौँ। अहिले हामीले यसलाई बढाउनुपर्छ भनेर यसको दायरासहित प्रक्षेपण पनि बढी गरेका छौँ। मैले केही समय अगाडि काठमाडौँमा जाँदै गर्दा हाम्रो यस्तो कुरा चल्दै गर्दा धेरैले भन्नुभयो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका इन्फ्रास्ट्रक्चरको हिसाबले, पूर्वाधारको हिसाबले महानगरपालिका बन्नलाई पुरा भइसकेको छ, किनभने यहाँ एयरपोर्ट छ, यहाँ प्रदेश गौरवकै आयोजनाको रूपमा बनेको खेलकुद स्टेडियम छ, यहाँ विश्वविद्यालय छ, यहाँ प्रदेशमा अस्पताल छ, प्रदेश अस्पताल छ। शिक्षा, स्वास्थ्य, खेल र पूर्वाधारको हिसाबले यो नगरपालिका जोडिसकेको छ। तर जनसङ्ख्या अपुग र राजस्व अपुगले गर्दा महानगरपालिका घोषणा गर्न मिल्दैन। उपमहानगरपालिका घोषणा गर्नलाई हामीलाई कानुनले दिएका इन्डिकेटर पनि पुरा गरेका छन् र सबै कुरा अगाडि बढिसकेको भन्ने छ। त्यसकारणले आज हामीले माननीय मुख्यमन्त्रीज्यूकै कार्यकक्षमा गएर दिने तयारी गरेका थियौँ हिजोसम्म। आज 49औँ वार्षिक उत्सव मनाइरहँदा यो एउटा उत्सव पनि हो। यस उत्सवको अवसरमा हामीले मुख्यमन्त्रीलाई अनुरोध गरौँ भनेर यहाँ यो कार्यक्रम पेश गरेको म निवेदन गर्न चाहन्छु हामी सबैको तर्फबाट। अब आकाशे पुल पनि बनाउनु पर्छ, किन भन्दा सहर बनेसँगैका आवश्यकता रहेछन्। हामीले मङ्गलगढी चोक र एरी चोकमा तयार बनाइसकेका छौँ। हामीले सडकसँग त्यसको अनुमति लिनको लागि पत्राचार गऱ्यौँ, किनभने राष्ट्रिय सडक अन्तर्गत पर्ने भएको हुनाले हामीले डिपिआर तयार गऱ्यौँ, बजेट तयार गऱ्यौँ, तर सडकले अनुमति नदिएसम्म हामीले त्यो काम गर्न नसक्ने हुँदा सडकमा पत्राचार गरेका छौँ। आशा छ छिट्टै नै सडकले हामीलाई अनुमति दियो भने त्यो पनि टेन्डर प्रक्रिया अगाडि बढ्छ। अहिले सडक उज्यालो कार्यक्रम अन्तर्गत हामीले सुबकुनादेखि बाङ्गे सिमलसम्म सोलर लाइट जडान गर्दैछौँ। सोलर लाइट किन भन्दाखेरि बत्ती जाँदा पनि हाम्रो राजमार्ग उज्यालो हुनुपर्छ भन्ने उद्देश्यका साथ त्यसलाई अगाडि बढाएका छौँ। मङ्गलगढी काँक्री बिहार सडक लाइट आह्वान भइसकेको छ भने यस नगरपालिकाका विभिन्न क्षेत्रमा जडान गर्नको लागि 5000 सडक बत्ती अब टेन्डर प्रक्रिया भएर आइसकेका छ। केही दिनमा हामी जडानको प्रक्रिया प्रत्येक ओडामा पठाउँदैछौँ। यसले सहर उज्यालो बनाउनुपर्छ भन्ने हाम्रो अभियान रहेको छ। सँगसँगै सहर सुरक्षाको लागि सीसीटीभी क्यामेराको पनि हामीले अगाडि बढाउँदैछौँ। करिब 300 को हाराहारीमा सीसीटीभी क्यामेरा जडान गर्ने र
त्यसको बिग्रिएको खण्डमा नगरपालिकाले खर्च बिहोर्ने, तर त्यसलाई चाहिँ नेपाल टेलिकमले हेर्ने गरी अगाडि बढ्यो भने हामीलाई जिटिजी मार्फत काम गर्न अलि सजिलो हुन्छ कि केही काम गर्ने प्रक्रिया पनि झन्झटिलो हुन्छ भनेर नेपाल टेलिकमसँग हामीले वार्ता संवाद अगाडि बढाएका छौँ। छिट्टै नै त्यो सम्झौता गरेर हामी अगाडि बढ्दैछौँ। त्यो कुराहरू पनि मैले यहाँहरू समक्ष राख्न चाहन्छु। खानेपानीको क्षेत्रमा अहिले सबैको चासोको विषय छ भेरी पम्पिङ खानेपानी आयोजना। म सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सङ्घीय सरकारको 80%, प्रदेश सरकारको 13% र वीरेन्द्रनगर नगरपालिकाको 7% साझा लगानीमा वीरेन्द्रनगर नगरपालिकाले नेतृत्व गरेर अगाडि बढिरहेको भेरी पम्पिङ खानेपानी आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना हो। यो निर्धारित समयमा यसका टाइमलाइनमा सबै कुरा अगाडि बढिरहेका छन्। हामीले यसको शिलान्यास गर्नको लागि मेन ठाउँ पम्पिङ गर्ने ठाउँ र जहाँ 90 लाख लिटरको ट्याङ्की बन्छ त्यो ठाउँलाई गर्ने भनेर राखेका छौँ। तर यसका साइड कामहरू तपाईँले हेरिराख्नु भएको छ। बाटोहरूमा पाइप बिछाउने काम पनि अगाडि बढिरहेको छ भने अहिले नेपाल सरकारले वनको भोगाधिकार दिनुपर्ने कुरा पनि टुङ्गिसकेको छ। मलाई लाग्छ 15-20 दिनभित्रमा अब सबै प्रक्रिया पुरा गरेर रुख काट्ने प्रक्रिया अथवा त्यो भोगाधिकारको प्रक्रिया अगाडि बढ्छ र छिट्टै नै त्यहाँ काम सुरु हुन्छ। अहिलेसम्मको सिनारी हेर्दाखेरि निर्धारित समय अबको 2 वर्षमा वीरेन्द्रनगर नगरपालिकामा पानी झर्छ भन्ने छ। हामी त्यसरी लागिरहेको कुरा यहाँहरू समक्ष राख्न चाहन्छु। त्यो पनि एउटा स्थायित्व रूपमा हामीलाई धेरैले भन्नुहुन्छ यति छिटै वनको चाहिँ तपाईहरूले भोगाधिकार कसरी पाउनुभयो, किनभने यो योजना सबैको योजना हो। यहाँ एउटा व्यक्ति विशेष, एउटा चाहिँ समूह विशेष अथवा यो त्यो नभनिकन सङ्घीयताको अभ्यासको पहिलो नमुना सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा लगानी र स्थानीय नेतृत्वमा चाहिँ अघि बढिरहेको योजना हो। यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले बन्दैछ नेपालमा छिट्टै भेरी पम्पिङ आयोजना बन्दैछ भन्दाखेरि हामीलाई निकै गर्व लागेको छ। म माननीय मुख्यमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। प्रदेश सरकारले लगानी गर्ने 13% बजेटमा केही समस्या देखियो। कार्यान्वयनको तहमा आइसकेपछि त्यो यामिउ भएको रहेनछ। सङ्घीय सरकारसँग माननीय मुख्यमन्त्रीजीको पहलमा सम्पूर्ण मन्त्रीमण्डल, हाम्रो ऊर्जा मन्त्री विजया बुढालाई सम्झन चाहन्छु। उहाँहरूले चाहिँ यो परियोजनाको लागि एउटा हिजो छुटेको कुरा जुन 13% लगानीको यामिउ छुटेको थियो, आज नेपाल सरकार र प्रदेश सरकार बीच यामिउ पनि भएको छ। अब यसका सबै झन्झटिला प्रोसेसहरू पुरा भइसकेका छन्। अब झन्झट होइन, अब काममा फोकस गर्नुपर्ने बेलामा हामी आएका छौँ। वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार विकाससँगै सामाजिक न्यायको विकास, शिक्षा, स्वास्थ्य, योजनाबद्ध विकास र यहाँको वातावरणलाई पनि त्यतिकै प्रभावकारी रूपमा लिएको छ भने स्वरोजगारको कुराहरूलाई पनि हामीले लिएका छौँ। सङ्घर्ष भएसम्म जीवन हुन्छ, सङ्घर्ष हुन छोड्यो भने जीवन समाप्त हुन्छ। त्यो व्यक्तिको जीवनमा लागू हुन्छ, त्यो सामाजिक जीवनमा लागू हुन्छ, त्यो हाम्रो चाहिँ प्रोफेसनल जीवनमा लागू हुन्छ। जबसम्म सङ्घर्ष हुँदैन नि तबसम्म नयाँ कुरा केही पनि आउँदैन। सङ्घर्ष भनेको नयाँ कुरा गर्नलाई थपिएको जिम्मेवारी हो। सङ्घर्ष भनेको नयाँ कुरा गर्नलाई देखिएको चुनौती हो। जबसम्म नयाँ कुरा अगाडि बढ्दैन तबसम्म हामीले चुनौतीको सामना गर्न सक्दैनौँ। चुनौतीको सामना गर्न नसक्नु भनेको यथास्थितिमा बस्नु हो। यथास्थितिले हामीलाई कहीँ कतै पनि पुर्याउँदैन। त्यसरी हामी अगाडि बढौँ। म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु। हामीले 49औं स्थापना दिवस मनाएका छौँ। 50औं स्थापना दिवस हाम्रो लागि खास बन्नेछ। सबैले सहभागी भएको महसुस गर्ने गरी बन्नेछ। यो पटक हामीले प्रतिनिधिमूलक तरिकाले उपस्थित गराएका थियौँ भने 50औं वार्षिक उत्सव हामीले सबैको लागि खुल्ला रूपमा खुल्ला आमन्त्रण गरेर बनाउने प्रयास गर्नेछौँ भन्न चाहन्छु।